तपाईलाई मैले तालहरुको दृश्य र साथीहरु आवाज त्यो पुल आइपुगे साथीहरु त्यो तालमा तपाईको पानी आले देखिराख्नु भयो होला नवलपरासी चाहिँ यो पठार क्षेत्र भन्ने। हेलो नमस्ते साथीहरु, नमस्ते सबैजना साथीहरुलाई नमस्ते, वेलकम टु डिबी भ्लगमा साथीहरु। आज फेरि नयाँ कन्टेन्ट, नयाँ ब्लग, नयाँ एपिसोड साथीहरु। यो सिमसार क्षेत्र भन्ने ठाउँमा साथीहरु, यो सिमसार क्षेत्रबाट तपाईलाई स्टार्ट गरिरहेको छु साथी है। फाइनली साथीहरु यो चाहिँ सिमसार क्षेत्र तपाईको पूर्वी पश्चिम नवलपरासी साथीहरु, पश्चिम नवलपरासीमा पर्छ। म चाहिँ यहाँ अहिले यति बेला 4:30 बजिसकेको छ साथीहरु। यो 4:30 बजे भित्र म यहाँ आइसकेको छु र अब भने म तपाईलाई केही कुराहरु र केही यहाँको तालहरु पनि देखाउने छु नै साथीहरु। यो भित्र रहेको तालहरु तपाईले हेर्न सक्नुहुन्छ। यहाँ यस्तो रमणीय छ। यहाँ चाहिँ यो रुखै रुख र हरियाली छ र यतापट्टि तपाईको टचहरु जस्तो छ। यतापट्टि मान्छेहरु पनि आवत जावत गर्ने रहेछ साथीहरु है। त्यसैगरी यहाँ पनि मान्छेहरुको आवत जावत र घुइँचोहरु त्यसैगरी देखिने गर्छ साथीहरु है। ओके ल गाइजहरु, म चाहिँ अगाडि बढिरहेको छु। म यो ताल भित्र त्यहाँ क्रस गरेर तपाईले यो ताल भित्र पनि एउटा चरा, एक किसिमको चराचुरुङ्गी बस्दा रहेछ साथीहरु। तालमा रहने चराचुरुङ्गी है। यसमा पानी हाँसे भन्दा रहेछ। त्यसपछि अहिले म त्यहाँ नजिक गइसके पछाडी तपाईलाई देखाउने नै छु साथीहरु है। साथीहरु यो जंगलको बाटो रहेछ हैन। यो जंगलको बाटोबाट सिधै फेरि पूर्व जान पर्ने रहेछ। त्यस पछाडी त्यहाँनिर एउटा पुल जस्तो छ। त्यो पुलबाट चाहिँ हामीले देख्न सकिन्छ साथीहरु है। म अगाडि बढ्दैछु साथीहरु है। म अगाडि बढिरहेको छु साथीहरु है। साथीहरु तपाईले देखिराख्नु भयो होला। म चाहिँ अहिले यो जंगलको एउटा गोरेटे जस्तो छ। यो गोरेटेबाट म सर्लक्क घुमेर त्यहाँनिर पुग्छु। त्यहाँनिर चाहिँ एउटा त्यो तालमा तपाईको पानी आस्छ है साथीहरु। पानी आस म देखाउने प्रयास गर्छु है। मेरो क्यामेराले जति भ्याउँछ त्यतिन्जेलसम्म तपाईलाई म देखाउने छु है साथीहरु। हेर्दै राख्नु होला। अलिकति थोरै जंगल छ, आइपुग्न थाल्यो है। यहाँ जंगल छ तर यहाँ मान्छे पनि आवत जावत पर्याप्त मात्रामा हुने रहेछ। किन भन्दाखेरि यहाँ बिदाको समयमा यहाँ घुम्न आउने र जाने क्रम चाहिँ चलिरहने रहेछ साथीहरु है। यो बाटो रहेछ है। बाटो आउँदैछु म। हिँड्दैछु साथीहरु। ल साथीहरु, यतातिर पनि झिलहरु छ। यता हरियाली देखेको छ। यहाँ हरियाली भित्र चराचुरुङ्गी पनि छ। त्यसैगरी धेरै टाढा गएको छ र म अब यो बाटोबाट म त्यो पारी अघि तपाईलाई म मेन्सन गरेको छु त्यहाँ एउटा पुल जस्तो छ भनेर। त्यो पुल आइपुगे साथीहरु है। त्यो पुल आइसकेको छ। म यहाँबाट उक्लिँदैछु है। अनुहार आवाज ठिक छ। आवाज चाहिँ बोलेको सुन्ने हा। ल फाइनली साथीहरु, मैले तपाईको यहाँको दृश्यहरु र यहाँको तालहरु, यहाँ तालमा रहेका चाहिँ चराचुरुङ्गी हाँसहरु म तपाईलाई देखाइसकेको छु। अब भने म यहाँबाट निस्किँदैछु साथीहरु है। हेर्नु होला हरियाली, हरियो वन नेपालको धन भन्छ साथीहरु है। र अब भने म निस्किँदैछु साथीहरु है। अब म निस्किँदैछु साथीहरु। तपाईले यहाँको धेरै कुराहरु म एक्सप्लेन गरिसकेँ। निस्किँदैछु साथीहरु। ल साथीहरु, म चाहिँ अहिले बाटो
जङ्गलको बाटोमा छु साथीहरू। म यहाँबाट तालहरूबाट तालबाट म निस्किसकेको छु। तालमा गएको थिएँ, तपाईँलाई मैले तालहरूको दृश्य र त्यहाँ रहेको चराचुरुङ्गीहरू पनि देखाइसकेँ। र अब भने म यहाँबाट उल्टो भइसकेको छु साथीहरू है। उल्टो भइसक्यो। यहाँ चाहिँ अलिकति लामो समय लिएर आउनुपर्ने रहेछ साथीहरू, किनभने अचानक छोटो समयको भएको कारणले गर्दाखेरि म धेरै बेर बस्न भ्याएन साथीहरू है। त्यसले गर्दाखेरि धेरै अझै केही कुराहरू रमणीय कुराहरू छ, रमणीय दृश्यहरू पनि छ, पुरा रूपले म तपाईँलाई देखाउन सकिनँ। त्यस कारणले गर्दा मलाई समयको अभावले गर्दाखेरि म फर्किँदैछु साथीहरू है। म फर्किँदैछु र यहाँ मान्छे पनि धेरै भिडभाड नै हुने रहेछ। यहाँ पनि धेरै भिडभाड र मान्छे चाहिँ आवत जावत र पिकनिक खाने र पिकनिक खाने रमाउने सबै कुराहरू हुँदो रहेछन् साथीहरू। हेर्नु न साथीहरू, मान्छेहरू आइरहेका छन्, कतिपय मान्छेहरू आउने जाने भर्खर भइरहेछ र त्यसै गरी सबै साथीहरू आउने जाने रमाउने गर्ने गर्दछन् साथी है। ल साथीहरू है, ल हेर्न सक्नुहुन्छ। हड्जा टिट 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 ल